हेलो साथीहरू, के भन्छ सन्चै हुनुहुन्छ होला होइन? म पनि सन्चै छु। एन्ड त्यही नै पानी परिरहेको थियो, अहिले चाहिँ धन्दा रोकेर घाम लागेको छ क्या। म त कसरी बोक्ने भन्ने सोचमा थिएँ होइन साथीहरू। यो त के भ्यू चाहिँ यही हो। आमामै हुनुहुन्छ, हाम्रो बाबाले उखेल्दै हुनुहुन्छ। हामी चाहिँ यो बोकेर लान्छौँ। क्याङ्क्योपट्टि लैजाऊँ गाई क्या चाहिँ चङ्गो। यो भ्यू चाहिँ माथि लानुपर्ने हुन्छ साथीहरू होइन। लगेर जानुपर्ने छ यार माथि। भ्यू चाहिँ हिजो बाबाले उखेलेर राख्नु भएको छ है। कस्तो भ्यू सबै माथि लानुपर्ने छ कि आमामा टन्नै पो छ त नि, थोरै हो। हुन्छ यहाँनिर आउँछ तरिका। यो डोको भइहाल्यो अनि यो कोटको भ्यू। एक दुई तीन चार चार पाँच छ छ सात आठ नौ 10 12 यति बोकेर हेर्न सक्छ र पानीले गर्दा सबै भरि हुन्छ ल। 12 मतलब 24 हुन्छ। जस्तो हुन्छ। पानीले भिजेर होइन पुरै भिजेको क्या। अन्त के भन्छ भारी चाहिँ भरि हुँदैछ। माथि जानुपर्ने छ त कम्रो बाटो उकालो जानुपर्ने छ। उकालो है त्यस्तो बाटोहरूमा कसरी चप्नु यार साथीहरू। तिमीको मलाई माथिसम्म पुग्नु चाहिँ म त के भने होला। घाम लाग्यो अरे ठुलो कुरो हो। मलाई त रातभरि पानी परिरहेको थियो। रातभरि अघिसम्म पानी परिरहेको थियो कि त के काम भएन त यार। बोर्डभित्र गएर मान्छेले जुवाले टोकिसक्यो भगवान्। हिजो नि यत्रो भइरहेको थियो होइन, अहिले फेरि त्यही ठाउँमा टोकिसकेको छ। राम राम राम, यो दुःख के गर्ने होला। यहाँ भित्र गएर मान्छेको कस्तरी टोकेको छ क्या साथीहरू। यो झन् म जहिले काम गर्ने बेलामा बुट लगाएर हुन्छ झन् जुगरले जस्तो पार्ने भयो मलाई। फेरि पहिला थाहै हुँदैन टोकेको फेरि यत्रो भएपछि मात्रै थाहा हुन्छ के टोकिरहेको छ यहाँ भनेर। झन् हिजोको घाउमा गएर टोकिसकेको छ। यस्तो बाटोमा होइन जुखन नआएर के आउनु त नि। झन् पानी परिरहेछ। पानी नपरेको भए चाहिँ आउँदै नआउने थियो साथीहरू होइन। अनि यो पनि पानीमै उखेलेको भएर एकदम माटो धेरै झरेन। अनि अलिक उयो भारी भयो क्या नौकाले। यो दुःख
पहिला अहिले त केही लाग्दैन थियो अहिले चाहिँ कस्तो अर्कै लाने क्या डर लाग्ने क्या जुको भने कति आउनु पर्ने हो त नि उकालो छ र हामीको छट्टो उकालो माथि है छट्टो उकालो छ है छट्टो उकालो गाउँघरमा त यस्तै हो हर कोहीको होइन मेरो मात्रै होइन सबैको नै जो गएको पनि आजभोलि त कतो रोप्ने मारी छन् सागको होइन हिँड्नाले माथि बारीमा पुगेको छौँ पसिना यार यो खैस बारी चाहिँ यो भित्र हिँडेर खाँदै देखिसकेर म फेरि मेरो जुत्तामै आइसक्यो यार दुःख त छ के चिज हो कि यो चिच्चे थालो यतातिर राख्नु रे बाहिर नराख्नु भएको छ पुरा पसिनाले भिजेको छ यो त फर्स्ट चोटि हो अब 2-3 चोटि आउँछ मलाई यस्तो काम गर्न कहाँ सजिलो छ पानी परेर यस्तो चप्चप भयो नि अनि कति भारी भयो अलिकति एउटा 30 मोटा चाहिँ दुख्छ यार मैं दुकान ले रास्ते में नहीं दुकान बर्खा लागेपछि मलाई दुकान मनै गर्दैन फेरि यतिले नि पसिना बनाइदियो मलाई त फेरि जानुपर्छ पछि यो मकैको यो मेरो अनुहारमा कोरेर हैन पुरै पानी जाँदा पनि यस्तो दुख्ने भइसक्यो यो क्या यो हिजो त मेरो त आँखामा यस्तरी गइदियो क्या यस्तो आँखा पिरोना पुरो फेरि यो भित्रको घाँस निकाल्ने काट्ने गरिरहेको थियो हैन जुगाले टोकेकोमा यति
के गइरहेको होइन नि साथीहरू जहाँ टोकिया छ नि जहाँ ठाउँ छ त्यही पुग्छ फेरि एकैछिनमा यो त दुःख गर्ने पहिला त यो मकै बारीमा आउँदैन थियो माथि लेकतिर त्यो वनतिर मात्रै आउँछ आज भोलि त घरबाट निस्किँदैन जुगो यार हट। चाहिँ म फेरि गयो कि यो यहाँनिर टोक्न राकत त्यसैहरू चाहिँ हिजो त यति धेरै राकत आएन नि मेरो त अर्को वर्षदेखि त यतै बिउ राख्ने हो यस्तरी नपुग्ने अब त घाम चाहिँ दामी भएछ क्या तर फेरि गर्मी हुने क्या घाममा त यस्तो बोक्दिन्छ पनि बिहानसम्म 6 बजीसम्म यस्तो पानी झट्टट्टट्ट परिरहेको थिएन नि आमामा हेर्न सक्नुहुन्छ यो भ्यू बादल आइरहेछ दुई 3 4 5 पानी पनि छ कि 5 7 8 9 10 हाम्रो चाहिँ 20 यस्तो 20वटालाई एक खाता भन्छ एक खाता 20 21 यो चाहिँ आमा 22 हाँ भिजे क्या थिए दुकान मैले 3चोटि आउनुपर्छ भने चाहिँ हो रहेछ अब एकचोटि पनि यो एकचोटि पनि बढी हुन्छ होला यति त किनकि यो पानीले पुरै उयो पक्का भएर नि मुनिको माटो नझरेको भएर चाहिँ अलि धेरै हुने क्या बारी थोरैले नि जुक्का मार्दै हुन्छ होइन म त थोरै बोक्छु हुँदा हुन्छ अहिले 2-3 हुन्छ अरू छ अनि बाबाले बिउ मार्दै जाउन फोन बोकाउँछ र तिमीले अब फेरि जान्छ मलाई बोकेर मैले काम भनेको छ होइन अलि कति अन्त फेरि अर्कै भएको पनि हो यतिलाई पनि बसिँदा नि गर्छ भन्ने झन्
बिचमा राखेको कि यो चाहिँ किनकि अहिले पछि यताउता गर्नुलाई सजिलो हुन्छ भनेर। तीन पटक यो त लस्टी भाइ छ त नि यो त एक दुई तीन चार पाँच सात आज त अहिलेको पहाडमा त झन् यो यस्तो धेरै भारी भारी छ क्या, त्यही भएर पानीमा उखेलेको यस्तो हुन्छ जस्तो भइरहेछ। हिजो दिउँसो पानी परेको अनि पानीमा उखेलेको भएर हो एकछिन खान्छ गरिन्छ। खै ओहो मेरो भइसक्यो यति नै हो, बोक्नु सक्दैन यो भन्छ त बिचरा चाहिँ म त्यतै खायो बिउ न। त्यसरी हिँड्दैछु अनि यहाँ फेरि जुकाले टोका जस्तो लागिरहेछ मलाई त, हिँड्नु पऱ्यो खोइ पक्का हो यो त जुका। राम राम हे भगवान उता रहेछ त छ्या टेट यो धन्न ठुलो भएको छैन रहेछ। गाह्रो छ ए राम यो जुका त यता नै छ कि के हो हेरेर गउँ भने। जुगाले पनि मलाई काम गर्न नदिने भयो कि। हेलो साथीहरू, आज हाम्रो कोदो रोप्ने ठाउँ चाहिँ यहीँ हो, देख्न सक्नुहुन्छ होइन। यो तलको भित्र यो बारी भित्र होइन, त्यो तलको घर भइहाल्यो अनि यही भित्रको लागि गएर चाहिँ दामी देख्ने रहेछ त नि। यो त अहिले त मकै बारी डरेम हो क्या। अब एकछिनबाट अहिले एकछिनबाट मौसम यस्तो भइरहेछ, पानी पर्छ कि भइरहेछ, घाम पनि लागिरहेछ गाइजहरू। मकै बारी डरेम ल साथीहरू आधी पनि भएको छैन यहाँ। Emang buah emang dos lo yi. Sota pani. Aja mau belot deh. Aja suara. Hah? Ini video lah juga tanya.